त्यो चाहिँ केटीको कमजोरी हो। किन भन्दा जो पाए मान्छेलाई किन विश्वास गर्ने, आफ्नो शरीर जो पाए त्यसलाई सुम्पिने, त्यो पनि तपाईँहरू दिदीबहिनीहरूले मलाई गाली चाहिँ नगर्नु होला। किनभने तपाईँले सोच्नु कि तपाईँ आफू को मान्छेलाई आफ्नो जीवन शरीर सुम्पिनु हुँदैछ, त्यो तपाईँले विशेष ध्यानका साथ ध्यान गरेर चाहिँ तपाईँले शरीर सुम्पिनुपर्छ। नत्र तपाईँले क्षणिक समयलाई कोही मान्छेले तपाईँलाई एट्र्याक्सन गर्ला, तपाईँलाई केयर गरे जस्तो गर्ला, त्यो त तपाईँको स्वार्थ लिन खोजिरहेको छ नि त। तपाईँलाई केही चिज देखेर एट्र्याक्ट भएको त्यो कुरा तपाईँले बुझ्नुपर्छ। तर त्यो समयमा तपाईँले ओ यो मान्छे त मलाई ट्रु लभ हान्छ, त्यो मान्छे त वाह मेरो लागि मरिहत्या गर्ने रहेछ, यस्तो केटा म दुनियाँमा पाउँदैन भनेर तपाईँहरू मरिहत्या नगर्नुहोस्। त्यो मान्छेको अन्तरिम योजना के छ, भित्र उसले के सोचिरहेछ, त्यो विषयलाई चाहिँ सचेत गरेर सम्पूर्ण नेपाली आमा दिदी बहिनीहरू तपाईँलाई यो विषयलाई चाहिँ विशेष सोचेर मात्र तपाईँहरू कोही पनि व्यक्तिसँग यौन सम्पर्क राख्नुहोस् भन्छु म। भनेको कसैसँग पनि प्रेम सम्बन्धमा बस्दा वा शारीरिक सम्बन्ध राख्दा बुझेर परिपक्व छ कि छैन, उसको ब्याकग्राउन्ड के हो, कुन क्याटेगोरीमा पर्छ भन्ने कुरा मध्यनजर गरेर मात्रै प्रेम सम्बन्धमा जान अर्थात् विवाह गर्न यहाँले आग्रह गर्नुहुन्छ। जो कोहीसँग शारीरिक सम्बन्ध राख्नु हुँदैन भन्ने यहाँको भनाइ हो। त्यसो भए जो कोहीसँग चाहिँ तपाईँले यति भन्छु कि म सम्पूर्ण नेपाली फेरि नेपाली दिदी आमा नारीहरूलाई के भन्छु भने, तपाईँ यदि कोही मान्छेलाई आँखा चिम्लेर विश्वास गर्नुहुन्छ भने त्यो मान्छेलाई तपाईँले जिन्दगीभरि आँखा खोल्न दिँदैन। आँखा चिम्लेर विश्वास नगर्नुहोस्।